हेलो नमस्ते यतिखेर म चाहिँ यो चाहिँ आरएसएमा को क्योतो भन्ने स्थित रहेको यो आरएसएमा भन्ने बम्बो यो चाहिँ ब्याम्बो हो ब्याम्बोको चाहिँ बाँसकारी हैन देख्न सक्नुहुन्छ पछाडी यो चाहिँ एकदम राम्रो डिजाइनमा बनाइएको त्यो लाइटहरु अनि त्यसपछि यो बाँसको डिजाइन यो सबै यो बाँसको हो त्यहाँ भित्र लाइटहरु राखिएको छ अनि यस्तै यहाँ भित्र आउनलाई चाहिँ इन्ट्री फिस चाहिँ 1500 रुपैयाँ छ एक जनाको टिकट चाहिँ 1500 रुपैयाँ लाग्छ अनि त्यसपछि त्यो यहाँदेखि इन्ट्री गरिसकेपछि त्यसपछि तपाईले चाहिँ यो अलराउन्डर यस्तो घुम्दै गएर हेर्नी अब 9 बजे बन्द हुन्छ अब जाउँ यतातिर हेर्न सक्नुहुन्छ यो डिजाइनहरु अनि यो बाँसको यो मान्छेले बनाइदिएर राखिदिएको हैन बिजनेस गर्ने आइडिया यो एकदम राम्रो बिजनेस गर्ने आइडियाहरु छ अनि त्यसपछि तपाईको यो चाहिँ यो भन्दा पहिला थिएन यसपालि चाहिँ यो बनाइदिएको अनि हेर्न सक्नुहुन्छ यो चाहिँ बाँसले यो सबै बाँसको यो चाहिँ हैन यो बाँसै रहेछ अनि चाहिँ यहाँ चाहिँ ड्रिलले होल गरेको रहेछ ड्रिलले होल गरेर यो चाहिँ राखेको रहेछ तर चाहिँ यो बाँस चाहिँ होइन रहेछ है यो बाँस चाहिँ होइन रहेछ यो बाँसको डिजाइन जस्तो बनाइएको यो चाहिँ प्लास्टिकको रहेछ यो चाहिँ प्लास्टिक रहेछ यहाँ भित्र लाइटहरु छ झिलिमिली जो लाइट तिहारमा बालिन्छ त्यही खालको लाइटहरु छ यो डिजाइन यो चाहिँ होल बनाउँदाखेरि चाहिँ अझै राम्रो चाहिँ कन्सेप्ट चाहिँ यो चाहिँ भिजन कन्सेप्ट आइडियाहरु चाहिँ एकदम राम्रो यो चाहिँ पर्यटकहरुलाई चाहिँ भित्र आउनको लागि चाहिँ एकदम राम्रो छ हैन यो बाँस चाहिँ यो चाहिँ जापानमा भएको यो बाँस हो हैन बाँसमा चाहिँ यहाँ चाहिँ तपाईले देख्न सक्नुहुन्छ यो आँखलाहरुमा चाहिँ त्यो चाहिँ हाम्रो नेपालतिर गोटी गोटी खालको अर्का खाले हुन्छ नि त त्यस्तो खाले छैन कि यो सर्लकको छ अनि देख्न सक्नुहुन्छ बाँसहरु पनि देख्न सक्नुहुन्छ अनि लाइटहरु एकदम राम्रो खालको लाइटहरु छ अनि यतातिर पनि छ लाइट अनि सबै डिजाइनहरु बनाएर राखेको छ के डिजाइनहरु छ यो पनि सबै यो बाँसको डिजाइन नै हो यो सायद यो चाहिँ बाँस होला जस्तो लाग्छ मलाई चाहिँ यो चाहिँ बाँस हो यो चाहिँ बाँस रहेछ त्यो ऐको चाहिँ त्यो प्लास्टिकको रहेछ के बाँसमा पाल पारेर यो चाहिँ यसमा हेरी आँखला चाहिँ बीचमा चाहिँ पाल हुँदैन कि आँखलामा चाहिँ हुँदैन कि यो जुन बाँसको चाहिँ बीचमा चाहिँ पाल चाहिँ हुँदैन के हैन त्यस्तो खालको छ यो भन्दा पहिला म यो ठाउँमा पनि दुई चोटी यहाँसम्म अहिलेसम्म चाहिँ 3 चोटी भयो यो ठाउँमा आएको चाहिँ यो लाइट हेर्न चाहिँ म फर्स्ट टाइम हो आएको चाहिँ मेरो चाहिँ हाम्रो चाहिँ भाइ दुर्गेश भाइसँग चाहिँ अहिले हामी चाहिँ आज फर्स्ट टाइम हो आएको अनि चाहिँ અહીં भर्खर यहाँ चाहिँ पर्पज गर्दै थिए हैन यो चाहिँ अब 9 बजे तपाईको चाहिँ 9 बजे बन्द हुने हो अझै छ समय 15 मिनेट समय छ 15 मिनेटसम्म अहिले चाहिँ भित्र आउने इन्ट्री चाहिँ तपाईको चाहिँ बिहान भन्नाले साँझको चाहिँ 8:30 बजेसम्म चाहिँ नै 6 देखि 9 हो तर चाहिँ इन्ट्री टिकट चाहिँ पाउँदैन के कति बजे थियो के 8 बजे हो कि कति बजे टिकट चाहिँ दिदैन के टिकट दिदैन अनि यो चाहिँ बिस्तार लाइनहरु कम हुँदै गएको छ हेर्न सकिन्छ अनि यहाँ चाहिँ यत्रो मान्छेहरु भिडभाड छ कि बढी मान्छेहरु भिडभाड छ यो मेन त अब यहाँ चाहिँ छ हैन यो चाहिँ मेन चाहिँ यहाँको यो सबैभन्दा राम्रो हो फोटो खिच्नलाई हो मेरो पनि यसो हान्दैन हैन तर चाहिँ यहाँ चाहिँ फोटो खिच्न चाहिँ अब चाहिँ लाइनदेखि अब बाहिर चाहिँ जान चाहिँ पाइदैन लाइनमा बस्नु हो कस्तो छ भाइ राम्रो छ यो पछाडी ब्याकग्राउन्ड है कस्तो राम्रो यो चाहिँ लाइटहरु हैन एकदम राम्रो डिजाइनहरुमा बनाएको एकदम राम्रो छ अनि यतातिर साइडमा पनि छ फेरि हाम्रो अनि चाहिँ અહીં भर्खरै सबैभन्दा चाहिँ एक्स्ट्रा राम्रो देखिएको भनेको चाहिँ यो खालको यो लाइट हो के मलाई चाहिँ एकदम मन परेको यो एकदम दामी त्यो डिजाइनहरु चाहिँ तपाईको चाहिँ एकदम बवाल छ के त्यो युनिक डिजाइनमा बनाएको छ के हैन त्यो डिजाइन यस्तो डिजाइन छ कि त्यो हेर्यो भने पनि मान्छेलाई मनमोहित बनाउने खालको छ कि त्यो चाहिँ अझै 360 मा चाहिँ अझै घुमाउँदाखेरि त्यो क्यामेराले अझै यस्तो बवाल देखिन्छ अनि चाहिँ यहाँ यो चाहिँ फेरि चोया बाँसको चोया भनौं न बाँसको चोयामा लाइटहरु हाल्दिएर हेर्नु न तलदेखि लाइट दिएको छ कस्तो राम्रो देखिएको छ के हैन त्यो तलदेखि छ कि लाइट चाहिँ यो बाँसको मुनि छ कि त्यो जुन बनाएको छ नि जाली त्यसको मुनि छ कि लाइट चाहिँ अनि त्यसपछि सबैभन्दा चाहिँ एकदम प्यारो डिजाइन चाहिँ यो हो हैन यो पछाडीको जुन देखिएको छ एकदम युनिक लाग्यो मलाई यो बाँसको डिजाइनहरु होल गरेर यो बनाइएको अहिले मान्छेहरु पनि खासै छैनन् हैन त्यही भएर चाहिँ अहिले यति बेला चाहिँ अब बाहिर निक्लिने बेला हो अब हामीले चाहिँ 15 मिनेटमा चाहिँ अब हामीले 2-4 सर्ट हान्छौं त्यहाँ हान्छौं त्यसपछि निक्लिन्छौं हैन यहाँदेखि भाइ कस्तो छ 1500 को टिकट हो सीमासित अनि 1500 को टिकटको हो 1500 टिकट चाहिँ अब हामीले निकाल्छ टिकटकमा नि आउँछ यो भिडियो हाम्रो चाहिँ भाइ दुरेशको टिकटकमा पनि गएर सबैजना हेर्दिनु होला उसको चाहिँ फोटोग्राफी भिडियोग्राफीको पेज पनि छ भाइ के अरे तिम्रो पेजको नाम
दुर्गेश थारू नै छ उहाँहरूलाई फोटो खिच्न दिउँ हैन अब हामी चाहिँ यसो गरेर त्यहाँ जाम हैन त्यसपछि हामी बिस्तारै बिस्तारै अब स्लोली निक्लिनुपर्छ अब यो ठाउँ हेर्न सक्नुहुन्छ यो बाँसको यो बाँसघारी अनि त्यसपछि लाइटहरू हैन यस्तो राम्रो छ अनि यो माथिको डिजाइनहरू बनाइएको डिजाइनहरू है यस्तो यो चाहिँ मेहनत गरेको छन् तर मेहनत गरेको अनुसार मान्छेलाई चाहिँ इन्जोय पनि छ के हैन यो मैले फिल गर्न सक्छु कि म काममा बिहानदेखि काममा स्ट्रेस नै थियो अनि कामदेखि आएँ उतादेखि ट्रेन गइरहेछ अनि त्यसपछि चाहिँ अहिले चाहिँ यहाँ आएर यसरी चाहिँ यो लाइटहरू हेर्न पाउँदाखेरि एकदम रमाइलो पनि लागेको छ आनन्द पनि छ अनि चाहिँ यहाँ लास्ट चाहिँ एउटा चाहिँ यो यसको डिजाइन पनि देख्न सक्नुहुन्छ यो पनि बबालै छ यो डिजाइनहरू पनि हैन यसको चाहिँ एकदम हेर्दाखेरि चाहिँ यो माथिको डिजाइनहरू चाहिँ एकदम राम्रो छ के यसको माथिको डिजाइनहरू भयो हैन पुरै यस्तो दामी यो चाहिँ अझै 360 मा भिडियो लिएर गयो भने चाहिँ अझै बबाल छ यो चाहिँ हेर्दाखेरि चाहिँ अझै युनिक देखिन्छ 360 क्यामेराले चाहिँ मैले खिचेको छु हैन त्यो पनि हेर्न सकिन्छ यसको डिजाइन हेर्दाखेरि पनि हैन कस्तो राम्रो छ के एकदम बबाले छ फिनिशिङमा छ एकदम फिनिशिङको काम छ हैन यस्तै आइडियाहरू लिएर यस्तै आइडियाहरूलाई फलो गरेर नेपालमा पनि गर्न चाहे भने चाहिँ हरेक ठाउँमा छ है यो खालको चाहिँ डिजाइन हुन्छ यो एकदम तपाईको चाहिँ लगानी धेरै पर्दैन यसमा चाहिँ तपाईको 2 लाख रुपैयाँ लगानी 2 लाख पनि पर्दैन होला लाइटको लागि मात्रै यसको लगानी हो अरु त तपाईको चाहिँ यसको चाहिँ डिजाइनहरू बनाउनलाई मात्रै आफैले जान्नु भएको छ भने आफूले होल गर्न सकिन्छ ड्रिल ल्याउने ड्रिल मसिन लिएर अनि चाहिँ त्यो खोल्ने वाला डिजाइन ल्याउने हो भनौं त्यो ड्रिलको सामानहरू किन्ने हो धेरै भनेको लाख 1.5 लाखमा चाहिँ यो खालको कन्सेप्टमा यतिको बनाउन सकिन्छ के नेपालमा चाहिँ हैन अब यहाँ चाहिँ अलि महँगै पर्छ किनकि सामानहरू चाहिँ अनि चाहिँ तपाईको चाहिँ खर्च पानीहरू भन्नाले अब जुन मजदुरी ज्यालाहरू हुन्छ त्यो महँगो पर्ने भएको भएर चाहिँ अलि महँगै पर्छ यो यतिको कहीं नभए पनि अब चाहिँ 30-35 लाखको चाहिँ लगानीमा यो गरेको हो कि यो चाहिँ तर चाहिँ मान्छेले चाहिँ अलिसम्म कमाइसके ल थ्यांक यू धन्यवाद माया गर्दिनु होला लाइक शेयर गर्दिनु होला भिडियोहरू है त ओके